मत्ती 13 तपाईँहरूलाई थाहा छ है, यहाँनिर एउटा मत्ती 13 तपाईँले पढ्न सक्नुहुन्छ। मत्ती 13 तपाईँले पढ्नुहुन्छ एउटा बिउ छर्ने मानिस बिउ छर्नलाई निस्क्यो है, एउटा बिउ छर्ने मानिस बिउ छर्नलाई निस्क्यो र उसले बिउ छर्दाखेरि धेरै भागमा ढुङ्गेनी जमिनमा, एउटा काँडा गाडीमा, एउटा असल जमिनमा बिउ पुगेको हामी देख्छौँ है। र अन्तमा तपाईँले 8 हेर्नुहोस्, अरू कुनै चाहिँ असल जमिनमा परे र कुनैले 100, कुनैले 60 र कुनैले 30 गुणा फल दिए, जसको काम छ त्यसले सोध्छ। अनि यहाँनिर एउटा बिउ छर्ने मानिसको मानिस छ, उसले बिउ छर्दै गरेको हुन्छ। अनि एउटा बिउ के त ढुङ्गेनी जमिनमा जान्छ, छिटो फल्छ है, पानी र माटो नपाएको कारणले गर्दा सुकिहाल्छ अनि मरिहाल्छ। अर्को बिउ ढुङ्गेनी जम्ने काँडा घरको बिचमा पर्दछ, काँडा घरमा ऊ पनि छिटो उम्रिन्छ, तर काँडाहरूले के गर्छ निसासी दिन्छ र बढ्न पाउँदैन र ऊ पनि छिटै पर्छ। र अन्तमा तेस्रो बिउ चाहिँ असल जमिनमा, असल भूमिमा पर्छ र त्यसले 100, 60 र 30 गुणा फल लागेको छ। मैले भन्न खोजेको आज हामी जब पनि यो भिडियोको सन्देश हो, जब पनि हामी परमेश्वरले केही पनि दिन्छौँ है, परमेश्वरले हामी केही पनि रोक्छौँ भने आज हामी ठाउँ हेरेर रोक्छौँ। आज हाम्रो तपाईँ अनि हामी काम गर्छौँ अनि परमेश्वर हामी त्यस अंशबाट परमेश्वरलाई चुकाउने गर्दछौँ। अनि त्यो चाहिँ हामीले के गर्छौँ सही ठाउँमा दिने गर्दछौँ। अनि म तपाईँलाई यसलाई उत्साहित गर्न चाहन्छु है, जसरी यस बिउ छर्ने मान्छेले असल जमिनमा रोपेको कारणले गर्दा है 100, 60, 30 गुणा फलहरू धेरै फलहरू पाएको छ। त्यसै आज हामीले असल ठाउँमा आज हामीले रोप्छौँ भने है आज हामीले एक दिन फल अवश्य पाउनेछौँ। त्यो फल सायद आज हामी संसारमा पाउँदैनौँ है, अनि स्वर्ग राज्यमा, किनभने आज हामीले छरेको बिउ चाहिँ है परमेश्वरको राज्यको वृद्धिको निम्ति आज परमेश्वरको धन्यवाद र परमेश्वरको महिमाको निम्ति आज हामी दिने गर्छौँ। र एक दिन त्यो अवश्य 100 गुणा, 60 गुणा, 30 गुणा फल गरेर जान्छ। तपाईँले हाम्रो जीवनमा महिमाको कार्य गर्नुहुन्छ।